नमस्कार, म नेसनल आइडियल बोर्डिङ हाई स्कुलको प्रिन्सिपल डिएन महतो। अहिले आउँदै गरेको नयाँ वर्षको शुभकामनासहित म स्कुलको बारेमा दुई चार शब्द भन्न चाहन्छु। यो पक्कै पनि हाम्रा अभिभावकज्यूहरूको लागि सान्दर्भिक हुनेछ। विद्यालयको विषयमा भन्नुपर्दाखेरि 2062 सालमा यस नेसनल आइडियल बोर्डिङ स्कुलको सुरुवात भएको हो, इस्टाब्लिस भएको हो र यो अहिले 20औं वर्षमा प्रवेश गर्दै गर्दा हामीले 15 ब्याच एसई अथवा पहिलाको एसएलसी भनौँ हामीले सफलतापूर्वक पार गरेका छौँ। त्यसैगरी +2 को अवस्थामा भन्ने हो भने 6वटा ब्याच +2 को पनि पास गरिसकेका छौँ। विद्यालयको वास्तवमा लोकेसन भन्ने हो भने प्राइम लोकेसनमा यो विद्यालय रहेको छ र सफलतापूर्वक अहिलेसम्म यो विद्यालयले हाम्रा बालबालिकाहरूको उत्तरोत्तर भविष्यको लागि पर्ने र विद्यार्थीहरूको अलराउन्ड डेभलपमेन्टमा हामी समर्पित भएर विद्यार्थीहरूलाई अगाडि बढाउँदैछौँ। उनीहरूको भविष्यलाई हामीले उजागर गर्ने प्रयत्नमा लागिरहेका छौँ, निरन्तर लागिरहेका छौँ। र विद्यालयको वातावरण भन्ने हो भने घराइसी वातावरणमा एकदम फुल्ली इन्भाइरोमेन्ट हामीले दिन सकेका छौँ। विद्यालय भनेको अहिलेको जमानामा आधुनिक किसिमले हामी अगाडि बढ्नुपर्छ भन्ने मानसिकता राखेर विद्यालय अगाडि बढिरहेको छ र प्राविधिक धारमा नभई हाम्रो जेनरल धारमा अवस्थित यो विद्यालय हो, आधारित विद्यालय हो। त्यसकारण पनि कक्षा नर्सरीदेखि कक्षा 12सम्मको यो विद्यालयले अहिलेसम्मको उत्कृष्ट शिक्षा पस्कदै अगाडि बढ्दै गइरहेको अवस्थामा हाम्रा अभिभावकज्यूहरूलाई मैले धन्यवाद दिनुपर्दछ।